Look, good morning everyone. ल पछि आइसकेको छ सबैजना ल सब जोसमा छ साथीहरू खुट्टा चिलाइसकेको छ साथीहरूको सबले आफ्नो हिँड्नको लागि गेयर रेडी गरेर बसेछ सापले ढोको खोल्दियो है साप हामी आज 5 जना ग्रुप छौँ अनि यसमा चाहिँ हाम्रो आजको लिड चाहिँ भीम भाइले गर्नुहुन्छ अनि हाम्रो प्रकाश भाइले हामीलाई ड्रप अप गर्ने अनि भरे फेरि उहाँले हामीलाई लिन आउनुहुन्छ ओके थ्याङ्क यू भाइ गुड लक मेरो टिम है हामी चाहिँ तमुदी के अरे युके को ट्रेलोको टिम धन्यवाद आज स्टार्टिङ पोइन्टबाट फर्स्ट रेसल कमल दाइ हामी आज स्टार्टिङ पोइन्टमा छ थ्याङ्क यू प्रकाश भाइ अहिले भेट्ने फेरि ओके सोल्टी एकदमै एक्साइटेड भइरहेछौँ हामी ल सोल्टी थ्याङ्क यू सो मच ल थ्याङ्क यू ल सबैजनालाई बेस्ट अफ लक एकदम सक्सेसफुल फेरि कति घन्टा पछि भेटौँ ल बाई बाई सबैलाई बाई बाई सी यू बाई बाई ल भर्खरै हामी स्टार्टिङ पोइन्ट क्विन्स एलिजाबेथ कन्ट्री पार्कभित्र छिरेको छौँ अब हामी केही छिनमा यहाँबाट हामी आज चाहिँ 60 किलोमिटर होइन आज हामी त्यति हिँड्ने प्रयास गर्छौँ आशा छ हामीले त्यो आज एटलिस्ट 12 घन्टामा हामी सक्छौँ होला ल लेट्स गो गाइस थ्याङ्क यू गुड लक हामी 4 जना आज हिँड्दैछौँ सेप्टेम्बर होइन हाम्रो सेप्टेम्बर 11 देखि 13 सम्म 13 सम्मको हिँडाइको लागि आज हामी यहाँ चाहिँ प्र्याक्टिसको लागि आज हामीले चाहिँ कति 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 किलोमिटर पार गर्ने थियो भीम भाउ 60 भने होइन 60 के हिँड्ने चाहिँ प्लान हो 60K है होपफुली कति बेला कति घन्टा लाग्यो 10 घन्टा 11-12 घन्टा भित्र गरियो होला होइन 12 घन्टाकै टार्गेट राखौँ साथीलाई टु आवर्स 10 किलोमिटर चाहिँ टफै हुने रहेछ होइन र यार होइन 12 घन्टामा टफै हो दुईटा लाउरेहरू त सक्ला गरे है हाम्रो भीम भाइ झन् अब अनि म हामी चाहिँ के गर्ने यार पैसा लिने हाम्रो भीमको त फोर्थ टाइम लाउरेको पछि पछि जानु पर्यो क्या आज फोर्थ टाइम है भीमको त कमर्सियलटी हिजोदेखि खुट्टा चिलाएको छ हिजोदेखि खुट्टा चिलाएको 3 खेप चिलाइसक्यो 3 खेप भइसक्यो चिलाएको है हाम्रो पेज यही नै यसरी नै हुन्छ नि होइन यस तपाईँहरू पनि यसरी नै होइन सब हिँड्नुपर्छ क्या यसरी कति अरूलाई टाइम दिने होइन आफू जिउलाई पनि टाइम दिनु पर्यो नि त अब त हेल्थको लागि हेल्थलाई टाइम दिनुपर्छ हामी हिँडेको हेल्थको लागि हो खास चाहिँ फ्रेस ठाउँमा नौलो मान्छेहरू भेटिन्छ नौलो ठाउँहरू देख्न पाइन्छ एकदमै हावा पानी चाहिँ एकदम राम्रो एरियाको एकदम फ्रेस एरिया फ्रेस आयो इलेक्ट्रिक उचाइ हजुर ब्राइटनको नजिकको यो त के अरे विन्ड मिल होला नि हजुर यो बाटो चाहिँ यसरी यसो जान्छ पर पुगेर फेरि यता फर्किन्छ त्यो धुवा जस्तो आएको छ नि त्यो मेसिनले हजुर मुसा छ न मुसा छ केही छैन जति उब्जनी गर्यो सबै सबै होइन मालिक थोपारे क्या नो वेस्ट नोक्सानी केही भएको छैन कसैले केही चिजले नगर्ने कि फेरि यस्तो भिरालो छ कस्तो के गरे के गर्छ है फाइनलको डेमा पनि यस्तै खालको वेदर भयो भने त आमा उड्ने भयो क्या उड्ने भयो बाबासँग त यो थियो है बाबा भन्दा त जुनियर हुन्थ्यो अरे बाबाले पढाएको किन बाबा
कति धेरै गाईहरू गाई बस्तुलाई बाँधेर राख्नुभन्दा यसरी फ्री स्टाइलले छाडिदियो भने दुध पनि राम्रो आउँछ र उनीहरूलाई चाहिँ एक्सर्साइज हुन्छ एकदम राम्रो। केटा चाहिँ एउटा मात्रै राखिन्छ है अनि अरू चाहिँ मार्छ के केटा चाहिँ मासु बेच्ने होला नि स्लोटर हाउस हुन्छ यो फार्मरहरूले घरमै के अनि बुचरहरूलाई चाहिँ कन्ट्र्याक्ट दिन्छ। म्या म्या गर्दैछ नेपालमा यहाँको एउटै हो म्या म्या। म्या म्या हाम्रो भीममा त यहाँ निकै 3 चोटि भयो कि कतिचोटि भयो यो ट्रायल वर्क? 4 चोटि। यो पालि हामीलाई लएर जाने। हजुर अनि म चाहिँ यहाँ यो पहिलो वर्ष त सुरुमै हराएँ। हामी हितकाजी दाई पूर्ण सर अनि मान सर म थिएँ फर्स्टमै हराएँ हामी। ओहो है त्यहाँबाट अनि कता बाटो अब बिस्तारै हो यही बाटो हो? फर्स्ट लोड चाहिँ यहाँ यस्तै अलिक कन्फ्युजिङ छ त्यहाँबाट थाहा हुन्छ अलिक माथि पुगिसकेपछि सजिलो छ। तर त्यति धेरै मान्छे हिँडेको हुन्छ अनि कसरी उनीहरूको फलो गर्ने हो कि यो कुनातिर चाहिँ मान्छेहरू हुँदैन? पोइन्टमा गाइड राखेको हुन्छ होला। यता हो। हेलो गुड मर्निङ। यतै हो ए ऊ त्यहाँ लेखेको रहेछ नि त होइन साउथ डाउन। भन न अनुभव। अनि के अरे फर्स्ट पार्ट चाहिँ अलिकति गजाङ छ अब चाहिँ सिधा तन्किने अब चाहिँ हराउँदैन फेरि यो पार्ट हजुर यो चाहिँ धेरै बाटोहरू रहेछ कि यहाँ चाहिँ त्यही भएर अब चाहिँ हामी भर्खर के अरे उठ्नु साथै ब्रस गरे भने सर मात्रै भयो के अरे अनि त्यहाँबाट कफी आउँछ त्यहाँबाट ब्रेकफास्ट आउँछ त्यहाँबाट लन्च आउँछ मिन्स इमेजिन गर्ने कि अब ब्रस गर्ने बेला थोरै टुथपेस्टले गर्छौँ हामी चिया खाने बेला एक कपमा हुन्छ ब्रेकफास्ट खाने बेला प्लेटमा हुन्छ डिनर र लन्च खाने बेला चाहिँ बडा प्लेटमा हुन्छ भने जस्तै है माथि पुगिसकेपछि चाहिँ राम्रो कालो ओह्रालो छ नि अहिले नत्र हाम्रो यो अहिले ब्रेकफास्ट हो। ब्रेकफास्ट यसलाई पो ब्रेकफास्ट लन्च भनेको म त फेरि साँच्चै प्रोपर ब्रेकफास्ट नै आउन सिकेँ फोक्सो खुल्न लागिसक्यो यार होइन गालो पर्दैन सिधै स्टार्ट हुँदा हुँदै के नभए कस्तो दुःख पाइयो नि हो आलु हो कि फेरि आलु रहेछ यार खिच्नु पर्यो नि त आलु 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 हो आलु हो र दामी रहेछ क्या ठुलो उकालो ठाडै रहेछ ठाडै रहेछ यो चाहिँ गाह्रै रहेछ है उकालो एउटा भीममाले हामीलाई उकालो चढायो आज गाह्रै थोरै ल हामी सबै ठिकै छौँ नि होइन एकदम ल हाम्रो चाहिँ अब चेक पोइन्ट 3 मा आइपुग्न लागेको छौँ हामी बिहान चाहिँ रफली झन्डै 9 साढे 9तिर हिँडेको होला फर्स्ट चेक पोइन्टबाट अहिले लगभग चाहिँ हामीले 25-26 किलोमिटर चाहिँ कभर गरिसकेका छौँ बाटो उकाली उराली एकदमै रमाइलो पनि ठाउँहरू पनि हुँदै आयो हरेक चेक पोइन्टमा हामीले 10-15 मिनट चाहिँ ब्रेक पनि लियौँ होइन तपाईँले ठिकै छ नि होइन त कि अलिकति लामो गर्ने होइन ठिकै छ अनि बिचमा चाहिँ हामी सेकेन्ड चेक पोइन्ट चाहिँ मा आइपुगेपछि चाहिँ प्रोपर लन्च त्यहाँ एउटा बार पनि रहेछ अनि लन्च खाइयो लन्च कस्तो लाग्यो तपाईँहरूलाई पायो भने चाहिँ त्यो प्रोपर लन्च अनि ब्रेकफास्टहरू नै खाएको ठिक रहेछ जस्तो लाग्यो क्या मलाई चाहिँ होइन तपाईँहरूलाई कस्तो लाग्यो त्यो चाहिँ तपाईँहरूले पनि भन्नुहोस् तर अहिले चाहिँ बाटो एकदमै बाटो काटेको चाहिँ केही थाहै भएको छैन हामी रमाइलो भइरहेको छ एकदम गफ गर्दै पेस चाहिँ हामीले खासै घटाएको छैन तर चाहिँ अब यो पेसमा जाँदाखेरि लगभग हामी टाइमभित्रै पुगिन्छ होला होइन आज हाम्रो टार्गेट चाहिँ आज 50 सकेसम्म 60 किलोमिटर हिँड्ने हो
अब भएन भनेदेखि 50 जतिमा चाहिँ रोकिनु पर्ला आजको दिनमा चाहिँ होइन। ल तपाईँहरू पनि यसरी नै युकेमा सधैँ भइराख्ने यो 100K को ट्रायल वकमा सहभागी हुनुहोस्। स्वास्थ्य नै ठुलो कुरो हो होइन र हामी साथीभाइ खासै भन्दाखेरि चाहिँ हामीहरू यो साथीहरू समातेर सँगै हिँडेका साथीहरू पुराना साथी नयाँ साथी सङ्गलमा यसरी नै हिँडिराखेको छौँ। रमाइलो साथै हामी तमुदीको नामलाई सधैँ उच्च तरिकासँग जुन अहिले चाहिँ एकदमै अगाडि बढिरहेको छ त्यसरी नै सधैँभरि चाहिँ उच्च राखिराख्नको लागि पनि हो। हामी जस्तै यसरी ट्रायल वकमा सहभागी हुने साथीहरू थुप्रै छन् होला। त्यस दिन सबैलाई भेटौँला होइन। यस एक्ज्याक्टली। थ्याङ्क यू। ल त्यसको झलक चाहिँ आज आयो। यो यस्तो रिच लेभलमा चाहिँ यति साह्रो राम्रो त्यो ठाउँहरू त्यस्तो ठाउँमा चाहिँ यसरी चाहिँ हामी तमुदीकोलाई रिप्रेजेन्ट गरेर मेलोका टिम चाहिँ यसरी चाहिँ भाग लिन पाउँदाखेरि एकदम खुसी लाग्यो। एकैछिनमा माथि हामी जो पाकेर त्यतिकै संसारको सबै त्यसलाई हिर्काएर जितेर त्यहाँको सामान आलु हो कि के हो अगाडि फेरि आलु रहेछ यार। फेरि खिच्नु पऱ्यो नि त आलु 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 हो आलु हो र ल वेलकम छ हाम्रो तमुदीको ट्रेल ओभर टिमहरू 60 किलोमिटर पार गरेर उहाँहरू अहिले खाजा लागि आउनुभएको छ है। ल वेलकम छ तपाईँहरूलाई सबैलाई। ल नमस्कार सबैजनालाई। अहिले हाम्रो तमुदी युकेको टोली झन्डै 60 किलोमिटर 50 त पुगिसक्यो उहाँहरूको पार गरेर ठ्याक्कै यो हामी अहिले अब लन्च ब्रेक भनौँ या इभिनिङ ब्रेक भनौँ उहाँलाई मैले भेटेर अहिले हामीले यहाँ खाना खाएको अवस्था हजुरहरूलाई सो गर्दैछु। धन्यवाद। थ्याङ्क यू। हाम्रो प्रकाश भाइ एडमिनको कर नम्बर 1। हामी यसरी हिँड्दै हिँड्दै बाटोमा चाहिँ यसरी चाहिँ हाम्रो लागि चाहिँ इनर्जी आउने जुन खानेकुराहरू ल्याइदिनु पर्छ त्यसको लागि हामी सबै चारैजनाले थ्याङ्क यू सो मच हुन्छ है। ल